है साथीहरु हाम्रो घर चाहिँ आज ढेँडो पाक्दैछ कोदोको ढेँडो देउरानी जेठानी भएर देउरानी जेठानी भएर आफू झार्दै यता हुनुहुन्छ जेठानी दिदी फर्स्टचोटि ट्राई गरेको रराएर कोदोको ढेँडो साथीहरु टक्क लाएर कुखुराको मासुसँग जाँदैन ढेँडो पकाउँदा पकाउँदै रोइसक्यो अनि कोही है छोरो तिमी पनि खाने हो ढेँडो कस्तो राम्रो आयो भिडियो त मम्मीजीमा कचौरा पिठो लिएर बस्नु भएको कतिखेर होइन अब यो ढेँडो गिलो हुन्छ कि अलि साह्रो हुन्छ कि हेरेर यस्तो मेहनत गर्नुपर्छ ल हेर ढेँडो उठी राम्रो